विश्व पौडेलको लगानी आफ्नो लगानी त नभनौँ, नेपाल सरकारको लगानीमा निर्माण भएको यो हाम्रो बाटो हो। त्यसको लागि म विश्व सरलाई धन्यवाद दिन चाहन्छु। हरिजी तपाईलाई पनि धन्यवाद, किनभने एउटा नेता भइसकेपछि मैले ल्याएको भन्न पाउनु त तपाईँको अधिकारकै कुरा हो। तपाईँले भन्नुभएछ, तर यस्तो बाटो अन्त बनाउनुहोस्, तर यो चाहिँ तपाईँले ल्याएको होइन है। सम्पूर्णमा नमस्कार, म बलराम दाहाल, रत्नगर नगरपालिका वडा नम्बर 6 को पूर्व वडा अध्यक्ष र यस सौरा सहजीकरण, यस बाटो निर्माण समितिको सहजीकरण समितिको संयोजक र कुरा आइराखेको छ। यो सौरामा अहिले हालसालै उसमा आएको, चलन चल्तीमा आएको राति ड्यागदेखि हर्नरी पुलसम्मको जुन बाटोको कुरा छ, यो 1400 मिटर बाटो हो। यो चाहिँ मेरै पालामा म वडा अध्यक्ष हुने बेलामा हालका आदरणीय व्यक्तित्व विश्व पौडेलले उहाँ योजनाको प्रमुख हुँदाखेरि उहाँ मार्फत यो योजना आएको हो। त्यस समयमा म वडा अध्यक्ष थिएँ र हामीले रिक्वेस्ट गरेर सौरालाई केही नमुना मार्गको रूपमा स्थापित गरौँ विश्व सर भनेर हामीले रिक्वेस्ट गऱ्यौँ र रिक्वेस्ट गरे पश्चात उहाँले पनि ल त्यो हो भने म चाहिँ केही बजेट हालिदिन्छु भनेर यहाँ बजेट हालिदिनु भयो र 1400 मिटर राप्ती ड्यागदेखि हर्नरी पुलसम्म भन्ने हाम्रो 1400 मिटरको जुन आयो, तर बिचमा केही कारणले गर्दा लगभग 300 मिटर जति चाहिँ निर्माण हुन सकेन। तर त्यस पश्चात फेरि हर्नरी पुलसम्म छ। तर हाम्रो विश्व सरको मुख्य उद्देश्य के थियो भने यसलाई पर्यटन मार्ग बनाउने भनेर राप्तीदेखि भण्डारासम्म, लोथरसम्म जोड्ने जुन उहाँको उद्देश्य थियो, त्यसमा चाहिँ हाम्रो विश्व सरको ठुलो देन छ। लगभग मलाई लाग्छ 16 किलोमिटर चाहिँ यो भित्री बाटो बनाउने हो कि भन्ने चाहिँ अहिले मैले अलि बिर्सिसकेँ त्यो बारेमा, किनभने म अहिले पूर्व भागको पनि 3.5 वर्ष चाहन्छु हुन लागिसक्यो र त्यसले गर्दा यहाँ अहिले विभिन्न मिडियाहरूमा आएको छ। राजसभाका हाम्रो सांसद, संघीय सांसद, पूर्व संघीय सांसद हरि ढकालजीले यो मैले ल्याएको बजेट हो, यो म बजेट ल्याउँदा त उहाँ त मैले पनि उहाँलाई चिन्ने थिएन। त्यो सांसदको त कुरै छोडिदिनुहोस्, उहाँ सांसद पनि हुनुभएको थिएन। त्योभन्दा अगाडि स्वीकृति भएको बजेट हो यो। अहिले मलाई जहाँसम्म सुन्न आएको छ मैले ल्याएको बजेट होला, आफू अलिकति हाइलाइट हुनलाई भन्नुभयो होला। तर सम्पूर्ण जनता, दाजुभाइ, दिदीबहिनी, आमा बुवा सम्पूर्णमा म के भन्छु भने यो यहाँ बजेट आउनुमा विश्व पौडेलको ठुलो देन छ र त्यो हाम्रो लगनशीलता र विश्व पौडेलको योजना प्रमुख भएको कारणले गर्दा नेपाल सरकारको योजना प्रमुख भएको बेलामा आएको बजेट हो। यो कसैले भ्रममा नपरे हुन्छ मैले ल्याएको बजेट र उसले ल्याएको बजेट भन्न, यो खुद विश्व पौडेलले हालेको बजेट हो। रमणीय सौरालाई एउटा रमणीय बाटो अथवा अझ उच्च स्तरीय बाटो भनौँ या एउटा साइकल लेन सहितको दुवैतिर लाइटिङ गरेर एउटा नमुना बाटो बनाउने उद्देश्यले आएको रोड हो। त्यस कारणले म विश्व पौडेललाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। अहिले मिडियामा हेरिरहेको छु मैले हरि ढकालजीले चाहिँ मैले ल्याएको भने यो चाहिँ कोही आमा बुवा, दिदी बहिनी, दाजुभाइ कसैले पनि विश्वास नगरे हुन्छ। यो पूर्व जनप्रतिनिधिहरूको सक्रियता र विश्व पौडेलको लगानी आफ्नो लगानी त नभनौँ, नेपाल सरकारको लगानीमा निर्माण भएको यो हाम्रो बाटो हो। त्यसको लागि म विश्व सरलाई धन्यवाद दिन चाहन्छु। हरिजी तपाईलाई पनि धन्यवाद, किनभने एउटा नेता भइसकेपछि मैले ल्याएको भन्न पाउनु त तपाईँको अधिकारकै कुरा हो। तपाईँले भन्नुभएछ, तर यस्तो बाटो अन्त बनाउनुहोस्, तर यो चाहिँ तपाईँले ल्याएको होइन है। हस्, धन्यवाद, नमस्कार सम्पूर्णमा।